गुड आफ्टरनुन सबैजनालाई। र भोक पनि लाग्यो है, टाइम पनि 2 लाग्यो। खाली पेटमा भयो भने अलिकति जाँगर देखाइदिउँ है। म सँगसँगै भन्दिनँ है, सबैले माथि तल पछाडिबाट पनि जय चालक, जय चालक, जय चालक। र आज मार्च 16 तारिक 2025 को दिन दार्जिलिङ जिटिएनएस अडिटोरियममा हाम्रा ट्रेड युनियनका वार्षिक सभाका मुख्य सभाध्यक्ष साथै हाम्रा आजका सभाका मुख्य अतिथि साथै हाम्रा दार्जिलिङ हिल पिकअप भ्यान ड्राइभर्स स्टेट युनियन सेन्ट्रल कमिटीका सम्पूर्ण साथीभाइहरू साथै हाम्रा 12वटै शाखाका सभापति सचिव अनि कोषाध्यक्षहरू र साथै सम्पूर्ण हाम्रा दार्जिलिङ डिस्ट्रिक्ट भित्रबाटै आफ्नो बहुमूल्य समय दिएर हो तिर्खा सहेर अहिलेसम्म सभा सुनिदिनु हुने सम्पूर्ण हाम्रो चालक दाजुभाइलाई म सभापतिको पक्षबाट मुरी धन्यवाद दिन चाहन्छु। र सभापतिको अनुमति लिँदै तपाईहरुसँग म आज बेसी बोल्दिनँ। विशेष गरी विगत धेरैवटा सभाहरूमा ट्रेड युनियन के हो, हाम्रो संविधान के छ, हाम्रो सहुलियतहरू के छ मैले वृत्तान्त रूपमा र मेरो साथीभाइहरूले वृत्तान्त रूपमा तपाईहरुलाई बताउँदै आइरहेको छ। र आज समय पनि धेरै बित्यो, भोक तिर्खा पनि लाग्यो सबैलाई। त्यसले गर्दा अब हुन लागिरहेको कार्यक्रम के कस्तो छ त त्यसको लागि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। विगत 2021 मा तपाईहरुलाई पहिला पनि मैले भन्ने गर्थेँ र आज पनि मैले भन्ने गरेको थिएँ, उहाँहरुको मेहनत, उहाँहरुको यो डेडिकेसन ट्रेड युनियनमा यसको फलले नै आज यो जग्गामा एउटा डिस्ट्रिक्ट लेभलमा ट्रेड युनियन बन्यो। र विशेष गरी हाम्रो चालकहरू आर्थिक रूपमा कमी कमजोरी हुन्छ, हाम्रो आर्थिक अवस्था कसैको पनि राम्रो छैन र हाम्रो साह्रो गाह्रो परेकोमा, हाम्रो मृत्यु भएको खण्डमा हामी पछाडि परिवार सुरक्षित छैन भन्ने हाम्रो भिजन, हाम्रो सोचले नै ट्रेड युनियनको सुरुवात भएको छ। र यो ट्रेड युनियन यस वर्ष मात्रै हाम्रो 4 जना सदस्यहरू बितेर जानुभयो। उहाँहरूको आत्मा शान्तिको लागि तपाईँ हामी भेट भइकन मनामी जुट्यौँ। मनामी जुटेको सँगसँगै त्यस मृत सदस्यको परिवारहरूलाई तपाईँ हामीले आर्थिक सहयोगहरू दियौँ। तपाईहरु सबैलाई कति खुसी लाग्यो। हुनु त सदस्य बितेर गएको दुःखको कुरो हो, तर मलाई त एकदमै खुसी लाग्यो कि परेको खण्डमा हाम्रो सदस्यको परिवारलाई आर्थिक सहयोग गर्नु पाइयो। यसमा तपाईहरुको ठुलो सहयोग छ। अझै कतिवटा शाखाले त तपाईहरुको मरौपका डबल पनि उठाउँदैछ। फर द एक्जाम्पल खरसाङले आज खरसाङ शाखा भित्र सदस्य खर्च्दाखेरि 1000 रुपैयाँ मरौपकार उठाउँछ। उहाँहरूले 50,000 शाखाले दिन्छ भने बाँकी सेन्ट्रलमा 500 रुपैयाँ जम्मा गरेर सेन्ट्रलले 2,25,000 दिनु सक्नुपर्ने हो खासै छ नियममा, तर 2,25,000 देखि मुनि नै भइरहेछ। यसमा स्पेशली म शाखाहरूलाई के भन्न चाहन्छु भने पहिला पनि भनिरहेको छु, आज पनि भन्दैछु, आज अन्तिमचोटि भन्दैछु, भोलिदेखि भन्दिनँ। किन भन्दाखेरि भोलिदेखि तपाईहरुले नै सम्हाल्नुपर्छ यो कुरो। र इमर्जेन्सी फन्ड तपाईहरु शाखाले चाहिँ सम्पूर्ण शाखाहरूले चाहिँ अलरेडी उठाएर राखेको हुनुपर्छ। इमर्जेन्सी फन्ड चाहिँ तपाईहरुले कसरी म्यानेज गर्नुहोस् भन्दा चाहिँ कसै मृत्यु नभइकन नै इमर्जेन्सी फन्डको एउटा नाममा प्रत्येक सदस्यबाट 500 रुपैयाँ जम्मा गरेर चाहिँ तपाईहरुको ट्रेजररकोमा राख्नुहोस्। कोही बेला यो घटना रात-बिरात पर्नु सक्छ, कोही बेला यो घटना आइतबार पस्नु सक्छ, कोही बेला यो घटना गभर्नमेन्ट होलिडेजमा पर्नु सक्छ। त्यति बेला जिपे गर्छु, ब्याङ्कमा गएर निकालेर आउँछु, त्यति बेला भोलि उठाएर दिन्छु भन्नु मिल्दैन। मरौपकार तपाईहरुलाई अन्तिमचोटि रिक्वेस्ट गर्दैछु आज यो मञ्चबाट। कतिवटा शाखाहरू नयाँ छ, उहाँहरूले बुझेको छैन, उहाँहरूले त्यो गर्नु सकेको छैन। म
उहाँहरूलाई सेटिस्फाई नै गर्न चाहन्छु, तर कतिवटा पुरानो शाखाहरू धरीले त्यो काम गर्नु सकेको छैन। किन नसकेको तपाईँहरूले? तपाईँहरूको सदस्यहरूले तपाईँहरूले भनेको मान्दैन कि टेर्दैन कि न तपाईँहरूले त्यो उठाएर राख्न इच्छा नगरेको हो कि? जहिले पनि मरौ परेको घरमा मान्छे बोलाउँदै पैसा उठाउनुपर्छ। हेर्नु त त्यो गाउँ समाजले के भन्छ, त्यो शाखा सन्तानले के भन्छ? म तपाईँहरूलाई लास्ट टाइम आज रिक्वेस्ट गर्दैछु, मरौ पुगार्दै तपाईँहरूको एकाउन्टमा इमर्जेन्सी फन्डमा जम्मा भएको हुनुपर्छ। जुन पैसा चाहिँ जति बेला पर्छ हाम्रो सदस्यलाई तपाईँहरूले क्यासियर, प्रेसिडेन्ट, सेक्रेटरी 3 जनाले मात्रै सल्लाह गरेर सेन्ट्रल कमिटीको ट्रेजररको हातमा पैसा पुगेको हुनुपर्छ। बाँकी रिफन्ड कलेक्सन तपाईँहरूले महिना दिनको टाइम दिनुपर्छ चालक दाजुभाइलाई। चालक दाजुभाइकोमा हमेसा पैसा गोजीमा हुँदैन, कोही बेला काम हुन्छ, कोही बेला काम हुँदैन। त्यसले गर्दा सधैँ मैले तपाईँहरूलाई भन्ने गरेको छु, इमर्जेन्सी फन्ड चाहिँ तपाईँहरूले आफ्नो खाताबाट चलाउनु पर्छ। रिकभरी देन आफ्टर 1 मन्थ, 1 महिना बाद तपाईँहरूले समय दिनुपर्छ हाम्रो चालकहरूलाई। आज 500 रुपियाँ 1000 रुपियाँ तिर्नु सजिलो छैन। त्यसै पनि बजार व्यवस्था व्यवसाय केही पनि राम्रो चलेको छैन। खोला घाट बन्द भइरहेको छ। तल हाम्रो चालक दाजुभाइहरू सामान बोक्नु जाँदाखेरि दुनियाँभरको पैसा तिर्दै गाडी चलाउने स्थिति भइरहेको छ भन्ने म सुनिरहेको छु। त्यसले गर्दा चालकहरूलाई तपाईँहरूले मरौ पुकार चाहिँ हगे हक मुद्दे काट्छु भनेको जस्तो गर्नु चाहिँ हुँदैन। एज अ प्रेसिडेन्ट म तपाईँहरूलाई रिक्वेस्ट गर्दैछु, तपाईँहरूले नै शाखाबाट इमर्जेन्सी फन्डबाट मरौ पुकारलाई रिकभरी गर्नुपर्छ। देन आफ्टर 1 मन्थ तपाईँहरूले टाइम तोकिदिनुहोस्। आज 16 तारिक हो भने मार्च 16 तारिक हो भने अप्रिल 16 तारिक भित्रमा तपाईँहरूले मरौ पुकार आफ्नो अफिसमा जम्मा गर्नुपर्छ। गरेन त्यहाँदेखि तपाईँहरूले 1 वर्षको सहुलियत बन्द गर्नुहुन्छ कि उसलाई नाम खारिज गर्नुहुन्छ कि त्यो तपाईँहरूकोमा पूर्ण रूपमा हक र अधिकार छ। किन भन्दाखेरि सबैको स्थिति एउटै हुँदैन। आज हेर्नुहोस्, म उमेरमा धेरै कान्छु, म भन्दा सिनियर दाजुहरू हुनुहुन्छ, पछाडि स्टेजमा पनि हुनुहुन्छ, अगाडि तपाईँहरूको अडिटोरियममा पनि हुनुहुन्छ। कोही बेला म हेर्नु छुच्चा भएर बोल्नुपर्छ, कर लाग्छ, मन मलाई चित्त बुझ्दैन। त्यसै पनि मेरो गाउँ घरमा समाजमा तपाईँहरूले सोध्नुहोस्, मेरो नजिकको साथीभाइलाई सोध्नुहोस्, म सबैलाई रेस्पेक्ट एउटा आदर साइनोले बोलेर हिँड्ने मान्छे हो। तर आज ट्रेड युनियनको प्रेसिडेन्ट भएर तपाईँ कति मभन्दा सिनियर दाजुहरूलाई कति कुरोहरू सिकाउनु पर्दा, कति कुरोहरू गाली गर्नु पर्दा मलाई अप्ठ्यारो लाग्छ, एकदमै अप्ठ्यारो लाग्छ। तर पनि हामीले बाटो कोरेको छौँ। बाटो कोरे अब उपरान्त के हुन्छ त भन्दाखेरि चाहिँ तपाईँहरूले बुझिराख्नुहोस्। अब हामी जतिजना सेन्ट्रल कमिटीले ब्याज लाएको छौँ, सेन्ट्रल कमिटी नट अ ब्रान्च, ब्रान्चको प्रेसिडेन्ट, सेक्रेटरी, ट्रेजरर होइन है, सेन्ट्रल कमिटी। मेरो यो तपाईँहरूलाई जानकारीको पश्चात हाम्रो ब्याज सम्पूर्णले ब्याज खोलेर टेबलमा टाउन हुन्छ। त्यहाँबाट आजको हाम्रो यस कमिटीको विघटन हुन्छ। त्यो विघटन भएपछि देन आफ्टर तपाईँहरूको लन्च ब्रेक हुन्छ। लन्च ब्रेक तपाईँहरूको आधा घन्टाको हुन्छ। लन्च ब्रेक भइसकेपछि त्यहाँबाट नयाँ इलेक्सन हुन्छ। नयाँ इलेक्सनको लागि यो प्रकारको पर्चा तपाईँहरूको हातमा दिन्छ। तपाईँहरू बसेकै ठाउँमा प्रेसिडेन्टको प्रेसिडेन्ट लेखेको पर्चा पाउँछ, सेक्रेटरीको सेक्रेटरी लेखेको पर्चा पाउँछ, ट्रेजररको ट्रेजरर लेखेको पर्चा पाउँछ। नोमिनिजको नाम तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ स्क्रिनमा। र नोमिनिज चाहिँ को छ त, को हुँदैछ आजको भन्दा हाम्रो 12वटा शाखाको प्रेसिडेन्टहरू प्रेसिडेन्ट नोमिनेसन फाइल गर्दैछ। उहाँहरू प्रेसिडेन्टसिपको लागि लड्नुहुन्छ। त्यसरी हाम्रो 12वटा शाखाको सेक्रेटरीहरू हाम्रो सेन्ट्रलको सेक्रेटरीको पदको लागि नोमिनेसन फाइल गरेर त्यसको लागि लड्नु हुँदैछ। ट्रेजरर 12वटै शाखाको ट्रेजररहरू ट्रेजरर पदमा लड्नु हुँदैछ। र उहाँहरूको चयन भएपछि उहाँहरू यो सिटमा आसन ग्रहण हुन्छ, खदामान्य अर्पण हुन्छ। र बाँकी हामी जति पनि पुरानो रहेको छौँ हाम्रो चाहिँ एउटा स्थान के हुन्छ, हामी एज अ कोर कमिटी मेम्बर लाइफ टाइम बस्नेछौँ। लाइफ टाइम किन भनेको भन्दा चाहिँ यो ट्रेड युनियनमा नयाँ अध्यक्ष आयो, नयाँ सचिव आयो, नयाँ कोषाध्यक्ष आयो, को कस्तो आयो,
कसले के काम गर्छ, कसले कस्तो गर्नु सक्छ, कसले सक्दैन, त्यो सबै निगरानी गर्नु र उहाँहरूलाई गाइड गर्नु, सरसल्लाह दिनुको लागि अहिले जति खटिरहेको छौँ, जति समय दिइरहेको छौँ, त्यति बेला त्यति नै खट्छौँ, त्यति नै समय दिन्छौँ, तर उहाँहरूलाई अगाडि लगाएर। किन यो गर्नु आज हामी बाध्य पर्यौँ त भन्दाखेरि चाहिँ काम भन्ने कुरो, यो अफिसियल कामहरू चाहिँ सबैले सिकिराखेको हुनुपर्छ। मान्छेको जीवनको भरोसा कसको छ र? मान्छेको जीवनको भरोसा कसको छ? आज भोलिको दिनमा तपाईँहरूको सम्पूर्ण प्रेसिडेन्टको भार मैले 10 वर्ष चलाएँ अरे, मानिलिनुहोस्। सचिव महोदयले 10 वर्ष चलाए अरे, हामीले कसैलाई सिकाएन अरे, कसैलाई फ्रन्ट लाइनमा ल्याएन अरे। हामी बितेपछि कसले चलाउने? यो त हाम्रो पहाडमा धामी झाँक्रीको कथा जस्तो हुन्छ, वैद्यको कथा जस्तो हुन्छ। म भन्दा चण्डा हुन्छ भनेर एउटा जडीबुटी त सिकाउँदैन नि, एउटा मन्त्र त सिकाउँथेन अरे उहिले। त्यसो गर्दै गर्दै हाम्रो त्यस्तो बहुमूल्य जडीबुटीहरू, त्यस्तो बहुमूल्य हाम्रो तन्त्र मन्त्रहरू हाँस भएर गएको, हराएर गएको, तुरेर गएको। कमी कमजोरी चाहिँ यो। र यो ट्रेड युनियन पनि यति सुशोभित छ, अघि नै हाम्रो रुपेन दाजुले भन्नुभयो, यति राम्रो छ, यसलाई अझै अगाडि बढाउनु पर्छ। यसलाई अझै तिखार्नुको लागि, यसलाई अझै जल्दो बल्दो स्टेट लेभलमा पुर्याउनुको लागि चाहिँ हामीले हाम्रो जुनियर भाइहरूलाई, उहाँहरू त अझै पढा लेखा छ, उहाँहरू हामीभन्दा अझै टेक्नोलोजीमा बेस्ट माइन्ड छ, उहाँहरूको अझै ज्ञान बेसी छ। यस्तो केटाहरूलाई ती गरेर हामीले फ्रन्ट लाइनमा अझै लाँदै गयो भने उहाँहरूको भरि टेक्नोलोजीले पनि अवश्य यो ट्रेड युनियनलाई स्टेट लेभलमा पुर्याउन सक्छ। त्यसले गर्दा सबै कुरो सधैँभरि एउटै मान्छेलाई थोपेर राख्नु त हुँदैन। आज हामी कर्तव्यदेखि पछि हटेको छैन, हट्दैन। कोर कमिटीमा हामी बसिरहेको छौँ। विगतमा कोर कमिटीको एउटा व्हाट्सएप ग्रुप छ, त्यो व्हाट्सएप ग्रुपमा भोलिदेखि फेरबदल हुनेछ। जति पनि आज ब्याच लाउनुभयो तपाईँहरूले, ब्रान्चको प्रेसिडेन्ट, सेक्रेटरी, ट्रेजरर, तपाईँहरू सबै कोर कमिटी मेम्बर हो। आजदेखि तपाईँहरू कोर कमिटी मेम्बर भयो। भोलिदेखि तपाईँहरूको व्हाट्सएपमा कोर कमिटीको एउटा नयाँ लोगो भएको एउटा व्हाट्सएपमा खोलिन्छ, भोलि अथवा 7 डेज 7 दिनभित्रमा। त्यसमा तपाईँहरूको सरसल्लाह, तपाईँहरूको विचारहरू तपाईँहरूले राख्दै जानुपर्छ। ट्रेड युनियनलाई कसरी अगाडि बढाउने, हाम्रो चालक दाजुभाइलाई कसरी अझै राम्रो गर्नु सक्ने, हामी कसरी अगाडि बढौँ। सधैँ दिन जेनरल सदस्यहरूसँग, हाम्रो जेनरल मेम्बर्सहरूसँग मिटिङ गरिरहनु पोसिबिलिटिज हुँदैन। कारण जेनरल मिटिङ एउटा गर्दा मात्रै पनि 1 लाख रुपियाँभन्दा बढी खर्च छ। त्यो पैसा सबै तपाईँहरूको। हामीले आजको सभाको लागि खर्च मात्रै 1 लाख रुपियाँ नाग्छ र त्यसले गर्दा तपाईँहरूलाई हामीले बारम्बार यस्तो ठुलो ठुलो सभाहरू गरिरहनु सक्दैनौँ। र विगत स्पोर्ट्समा तपाईँहरूको ठुलो सहयोग, तपाईँहरूको ठुलो मद्दतले गर्दा तपाईँहरूले जुन ऱ्याफल लिइदिनु भयो, ऱ्याफल लिएर स्पोर्ट्समा ट्रेड युनियनलाई 1 रुपियाँ ऋण लागेन। यसको साथमा सोनादा ब्रान्चलाई त्यो स्पोर्ट्स यति राम्रो अर्गनाइज गरेकोमा म सभापतिको पक्षबाट एकदमै पनि धन्यवाद दिन चाहन्छु। र साथै आजको यस भव्य वार्षिक सभा अर्गनाइज गर्ने दार्जिलिङ जज बजार शाखालाई पनि म आन्तरिक हृदयबाट पनि धन्यवाद दिन चाहन्छु। र आउने दिनमा हाम्रो ट्रेड युनियनमा स्पोर्ट्स भन्नुहोस्, गायन क्षेत्रहरू भयो, अझै मेडिकल क्याम्पहरू छ, हाम्रो चालक दाजुभाइको स्वास्थ्य जाँच शिविरहरूको हाम्रो योजनाहरू छ चलाउने। त्यसको साथसाथमा हामीले विचार गरेका छौँ आउने वर्ष पक्कै पनि हाम्रो चालक दाजुभाइहरू हस्पिटलाइज भएर ठुलो ठुलो बिमार हुँदा मेडिकल हामी हेल्प गर्न सक्नुपर्छ भन्ने हामीले अठोट गरेका छौँ। अघि एक्सिडेन्टल आर्के दाजुले भन्नुहुँदै थियो, एकदमै उचित कुरा। हामीले गाडी रिकभरी चार्जेस दिन्छौँ, तर चालकलाई एक्सिडेन्ट मेडिकल क्लेम दिएको छैन, दिएको थिएन।
तर यस वर्ष तराई क्षेत्रको त्यस बीपीएल क्याटेगोरीको हाम्रो सदस्यलाई यो सहयोग दिएपछि अब निरन्तर रूपमा हाम्रो ट्रेड युनियनमा यो सहयोग राशि सुचारू रूपमा सुरु भइसकेको छ। फर द एक्जाम्पल, जुन रिकभरी चार्जेस जति पनि हाम्रो चालक दाजुभाइहरू छ, सुन्नुहोस् है ध्यान दिएर, जसले मालिकको गाडी चलाउनुहुन्छ, तपाईँहरूको गाडी एक्सिडेन्ट भएर तपाईँहरूको रिकभरी क्लेम भयो, पैसा तपाईँहरूले मालिकलाई दिनु पर्दैन। मालिकको हक र अधिकार छैन यो। किन भन्दाखेरि जीडीपी 20 रुपियाँ चालकले तिरेको, मालिकले तिरेको होइन। त्यसले गर्दा चाहिँ त्यो रिकभरी चार्ज चाहिँ तपाईले मेडिकल क्लेममा युज गर्न सक्नुहुन्छ आफूले आफूलाई। त्यो मालिकको हक र अधिकार छैन त्यो रिकभरीमा। त्यसले गर्दा अझै त्यसभन्दा अझै ठुलो घटना भयो भने अघि नै भनिहाल्यो, हामीले एउटा स्ल्याब गरेको छौँ। 3 लाखदेखिको मेजर ट्रिटमेन्ट एक्सपेन्सेस आयो भने, खर्च आयो भने चाहिँ तपाईँ हामीको प्रत्येक सदस्यले 500 रुपियाँ हेल्प भनिकन जम्मा गर्दाखेरि आज 450 जनाको 2.5 लाख रुपियाँ जम्मा हुन्छ। त्यो पैसा चाहिँ हामीले फेरि थप गरिकन चाहिँ हेल्प गर्ने हाम्रो संविधानमा पास भइसकेको छ। त्यसले गर्दा तपाईँहरूको इमर्जेन्सी फन्ड प्रत्येक शाखामा हुनु अति अनिवार्य छ। तपाईँहरूले हुनु त विगत 3 वर्षदेखि जोड्नु भएको शाखाहरू छ र अलिकति नयाँ शाखा 1 वर्षदेखि जोडेको भनेको 2वटा शाखाहरू मात्रै छ। उहाँहरूले पनि आज त धेरै सिक्नु भयो होला, बुझ्नु भयो होला। अब गएर तपाईँहरूले पनि त्यो कुरोलाई लागू गर्नुपर्छ। इमर्जेन्सी फन्ड एकदमै राख्नुपर्छ। जस्तै खरसाङ एकदमै मदरबोर्ड भन्छु म जहिले पनि, तपाईँहरूलाई थाहै छ यो खरसाङ मदरबोर्ड हो। यहाँबाट यो ट्रेड युनियनको जन्म भयो। उहाँको त अलरेडी इमर्जेन्सी फन्ड आफ्नो खातामा मजाले राखेको छ। त्यसरी जज बजारको जहिले पनि हाम्रो ट्रेड युनियनको नम्बर 1 ब्रान्च भनेर सम्मान गर्ने गर्छु। उहाँहरूको पनि इमर्जेन्सी फन्ड राम्रोसँग राखेको छ। उहाँहरूले पनि आफ्नो सदस्यलाई परेको बेला उहाँहरूको शाखाको तर्फबाट हेल्प गरेको खबरहरू सुनेको छु। त्यसरी सुकिया शाखाले पनि राम्रो गर्दैछ। अलिकति घुम जोरबङ्गला शाखा र बिजनबारी शाखा भत्तामुङमा भएको मैले अनुभव महसुस गरेको छु। उहाँहरूको इमर्जेन्सी फन्ड अवश्य नै भएको छैन जस्तो लाग्छ मलाई, तर तपाईँहरूले गर्नुपर्छ तपाईँहरूको सुविधाको लागि। तपाईँहरूको असुविधाहरू थुप्रै छ होला, मनमुटाउहरू होला आपसमा, तर यो एउटा संस्थाभित्र बसेपछि न हामी जातले छुटिन्छौँ, न हामी कर्मले छुटिन्छौँ, न हामी भेदभाव धनी गरिबमा छुटिन्छौँ। हामी एउटै कुरोले बाँधिन्छौँ, त्यो हो हाम्रो ट्रेड युनियन। त्यसले गर्दा त्यो सबै इगोहरू तपाईँहरूले त्यागेर तपाईँहरूको शाखामा भइरहेको अपुग कमी कमजोरीहरूलाई तपाईँहरूले खुट्टाउनुपर्छ, त्यसलाई सचाउनुपर्छ। त्यसमा सहयोग हाम्रो चाहियो भने अवश्य तपाईँहरूले हामीसँग सम्पर्क गरेर भन्नु सक्नुपर्छ। हामी तपाईँहरूको लागि सदा रूपमा सहयोगको निम्ति अघि आएका हुन्छौँ। र यसको साथमा अझ मलाई भन्न के मन लागिरहेको थियो भने अब यो वर्ष कतिवटा नयाँ कामहरू हुँदैछ। नयाँ कामहरू गर्ने चालकै हितको लागि नयाँ कामहरू गर्ने हामीले योजनाहरू राखेको छौँ। जस्तै स्पेसली मेडिकल क्याम्पको त हामीले लास्ट मिटिङमा नै पास गरिसकेको छौँ। आउने दिनहरूमा मेडिकल क्याम्प हुन्छ तपाईँहरूसँग। र हाम्रो चालक दाजुभाइ जति पनि आँखा सम्बन्धी प्रब्लमहरू छ, जसको एकदमै बीपीएल क्याटेगोरी चस्माहरू बनाउनु सक्दैन, आँखा जाँच गर्नु सक्नु भएको छैन भने सिलगढी लायन्स रोटरी क्लब, ग्रेटर लायन्स सिलगढी रोटरी क्लब जनरल म्यानेजरसँग मैले बात गरिसकेको छु। तपाईँहरूले हामीसँग सम्पर्क गरेर निःशुल्क रूपमा आँखा जाँच साथै चस्मा पाउनुहुन्छ। तपाईँहरूले व्हाट्सएपमा हाल्दा पनि हुन्छ मेसेज। त्यो भयो तपाईँहरूको मेडिकल क्याम्प। त्यसको साथसाथै अर्को अब स्पोर्ट्स, नेक्स्ट स्पोर्ट्स कुन चाहिँ शाखाले गर्ने, कहाँ गर्ने, त्यो पनि योजनाबद्ध छ, योजनामा छ। अब यो क्यालेन्डर प्रोग्रामहरू हो। र यसको साथमा हाम्रो यो पासबुक, तपाईँहरूको जति पनि पैसा तपाईँहरूले जम्मा गरेको छ, तपाईँहरूलाई हामीले जुन सेभिङ्स एकाउन्ट पासबुक दिएको छौँ,
त्यो तपाईँहरूले सुरक्षित राख्नुपर्छ। मलाई आशा छ राख्नु भएको छ। जसरी तपाईँहरूले ब्याङ्कको खाता राख्नु भएको छ, पोस्ट अफिसको खाताहरू राख्नु भएको छ, त्यसरी नै त्यो खाता पनि राख्नुपर्छ। किन भन्दा तपाईँहरूले जम्मा गरेको पैसा विगतमा हाम्रो बितेको सदस्यहरूले पाइसक्यो, उहाँहरूको फ्यामिलीले पायो। तर यसमा एउटा प्रावधान के थियो भन्दा चाहिँ बितेको 3 महिनाभित्रमा चाहिँ उहाँको शाखाले चाहिँ एउटा चिठी लेखेर त्यो यो हाम्रो आइडेन्टिटी कार्ड र पासबुक चाहिँ हेड अफिसमा ल्याएर सरेन्डर गर्नु पर्थ्यो भन्थ्यो। हाम्रो भनाइ थियो, संविधानमा थियो। दुर्भाग्यवश स्वर्गीय लङ्का निरौलाज्यूको त्यो पासबुक र यो एप्लिकेसन आजसम्म हाम्रो हेड अफिसमा आउन सकेको छैन र मलाई लाग्छ उहाँको निधन सायद 3 महिना क्रस भयो होला, नाग्यो होला। र अब संविधान बोल्छ, हामी बोल्न सक्दैनौँ। अब संविधानले जे गर्छ त्यही नै हुन्छ र अब हामीले आफ्नो पढाइ भनेर ढिलाइ गर्नु मिल्दैन। संविधान बनाउने हामी हो, कसको लागि बनाएको भन्दा हाम्रो लागि। यो पासबुकमा नाम के लेखेको छ भने म तपाईहरुलाई पढेर सुनाउँदैछु। सुनाउनुको एउटा अर्थ छ। यसमा पासबुकको नाम नै यस्तो छ, हेर्नुहोस्। दार्जिलिङ हिल पिकअप भ्यान ड्राइभर्स ट्रेड युनियन खरसाङ डिस्ट्रिक्ट सेन्ट्रल कोअपरेटिभ ब्याङ्कमा हाम्रो सेक्रेटरी अनि ट्रेजररको फोटो सिग्नेचर अथोरिटिजहरु यिनीहरु पासबुक खोलिएको छ। तपाईहरुको सेभिङ्स एकाउन्टको पैसा सबै यो एकाउन्टमा छ। अब जीडीपी को पैसा जुन छ, रोहिणीमा जुन जीडीपी को पैसा तपाईहरुले दिनु हुँदैछ अथवा वार्षिक रिन्युअल कार्यक्रममा तपाईहरुले लास्ट इयर 30 वटा तपाईहरुले लोडिङ स्लिप काट्नु हुँदै थियो भने यो पाली 60 वटा भएको छ। लास्ट मिटिङले पास गरिसकेको छ। 60 वटा लोडिङ स्लिपको पैसा 1200 रुपैयाँ तपाईहरुले जम्मा दिँदैछ। त्यसको चाहिँ अब आउने 7 दिन बाद नयाँ एकाउन्ट खोलिन्छ। त्यो एकाउन्टको नाम सेम यही हुन्छ, दार्जिलिङ हिल पिकअप एन्ड ड्राइभर्स ट्रेड युनियन, तर त्यसमा लेखेको हुन्छ कोर कमिटी भनेर। त्यो एकाउन्टको सिग्नेचर अथोरिटिज हुन्छ एउटा, त्यो कोर कमिटीको सभापति हुन्छ, अर्को कोर कमिटीकै एउटा ट्रेजरर हुन्छ। यहाँनिर अब सभापति 2 जना हुन्छ। एउटा कोर कमिटी एकाउन्ट्सलाई हेर्ने सभापति हुन्छ, अर्को तपाईहरुको जेनरल मेम्बर्सको एकाउन्ट्सलाई हेर्ने सभापति हुन्छ। यो गर्नु आज किन जरुरी पर्यो भन्दा चाहिँ तपाईहरुको पैसालाई सुरक्षित राख्नको लागि, मिक्सअप नहोस्। आज जीडीपी को पैसा यता पस्यो, यताको पैसा जीडीपी मा पस्यो, मिक्सअप भयो। खर्च त यस्तै हो। पैसा भन्ने कुरा तपाईहरु सबैलाई थाहा भएकै कुरा हो। एक हातमा आउँछ, एक हात जान रेडी भइरहेको हुन्छ। त्यसले गर्दा चाहिँ हामीले यसलाई सेपरेसन गरेको, अलग छुट्टाएको र त्यसले गर्दाखेरि चाहिँ भोलि दिनमा एउटा नयाँ एकाउन्ट खोलेको हुन्छ। त्यो एकाउन्टबाट जति पनि वेलफेयरको कामहरु यस्तो सभाहरु हुन्छ त्यसबाट खर्च गर्ने गरेको हुन्छ। यो एकाउन्ट फ्रिज बसेको हुन्छ। र माइक्रो फाइनान्स अघि हाम्रो सचिव महोदयले कुरा गर्दै थियो, हामी एकदमै खुसी भएको थियौं। तपाईहरुलाई पहिलादेखि मैले भन्ने गरेको थिएँ 10 लाखको हाम्रो स्ल्याब एउटा भिजन थियो। 10 लाखको स्ल्याब पुरा भएपछि हाम्रो सदस्यहरूलाई इमर्जेन्सीको लागि हामी लोन दिन सक्षमता राख्नुपर्छ। किन ब्याङ्कमा पैसा राखेर मात्रै हुँदैन, परेको घडीमा हाम्रो सदस्यहरूलाई लोन दिन सक्नुपर्छ भनेर हामीले सल्लाह गरेर एउटा माइक्रो फाइनान्सको प्रोजेक्ट बनाएको थियौँ। जुन माइक्रो फाइनान्सको प्रोजेक्ट 20,000 रुपैयाँ पर मेम्बर भनेर चाहिँ गरेको थियौँ। तर यसमा धेरैवटा भुल त्रुटि टेक्निकल मिस्टेकहरु भएर आउँदाखेरि चाहिँ लास्टमा बाध्यता तपाईहरुसँग क्षमा चाहँदै हामीले माइक्रो फाइनान्सलाई बन्द गर्यौं, स्टप गर्यौं र भविष्यमा यो चल्छ चल्दैन अहिले थाँतीमै छ। भविष्यको कुरा समय र परिस्थितिले के बताउँछ त्यति बेला नै तपाईहरुले बुझ्न सक्नुहुन्छ। र यसको साथमा सभातिर बोलाउनु भयो र सम्पूर्ण 12 वटा शाखाकै सभाहरुमा हामी गयौं। तपाईहरुको माया, तपाईहरुको प्रेम, स्नेह यति प्रगाढ छ र यो सबै सम्झनाहरु बोक्दै लिँदै र अन्तमा तपाईहरु सम्पूर्णलाई आजको यो हाम्रो 2021 देखि चल्दै आएको सेन्ट्रल कमिटीको विघटन गर्नुभन्दा अगाडि हामी सम्पूर्ण हाम्रो सेन्ट्रल कमिटी सबै उठिदिनु होला है।
सम्पूर्ण हाम्रो यस कमिटीको तर्फबाट तपाईँहरू सम्पूर्ण सदस्यलाई मुरी धन्यवाद दिँदै हामी सम्पूर्ण यस कमिटीको सदस्यहरूले आफ्नो ब्याज दान गर्ने तपाईँहरूसँग अनुमति लिन चाहन्छु। अब यो सिस्टम सधैँको लागि हुनेछ। प्रत्येक 2 वर्षमा इलेक्सन हुन्छ, प्रत्येक 2 वर्षमा नयाँ मेम्बर आउँछ, पुरानोले ब्याज दान गर्छ, नयाँलाई ब्याज लगाएर सम्मान दिन्छ। अहिले इलेक्सनमा नयाँ जतिजना पनि आउँछ, फेरि हाम्रो बाहुलीबाट हामी यो ब्याज लगाएर उहाँहरूलाई सम्मान दिएर आसन ग्रहण गराउँछौँ र उहाँहरूको समयमा फेरि उहाँहरूले आउने दिनमा आउने जेनेरेसनलाई यो सिस्टममा गराउँदै लाग्नुपर्छ र तपाईँहरूको शाखामा पनि यही सिस्टम फलो गर्नुहोस्। तपाईँहरूले शाखाको प्रेसिडेन्ट सेक्रेटरी ट्रेजररको चुनावहरू हुँदै जाँदाखेरि यही सिस्टम फलो गर्नुहोस् र यो ब्याज तपाईँहरूलाई आज निःशुल्क दिएको छ। कुनै पनि फङ्सनमा कुनै पनि मिटिङमा तपाईँहरूले यो ब्याज लाएर आएको हुनुपर्छ र यो ब्याज हराएको खण्डमा त्यो पनि सुनिराख्नुहोस् है, यो ब्याज लिनु जति मान सम्मान छ अब यसको भार पनि थुप्रो ठुलो छ। यो ब्याज हराएको खण्डमा यो ब्याज यहाँ बनिँदैन, क्यालकाटाबाट बनाएर ल्याएको यो ब्याजको एउटा ब्याजको खर्च 500 रुपियाँ पर्छ, त्यो तपाईँहरूले तिर्नुपर्छ ब्याज हराएको खण्डमा चाहिँ। र यति भन्दै तपाईँहरूको न्यानो माया आशीर्वाद लिँदै म तपाईँहरूसँग बिदा दिन चाहन्छु। धन्यवाद।